सन्दक के परे बहिनीहरूकोमा घरमा पुग्नु पनि म्याक्सिमम 3 घन्टा हो। हामी आज चाहिँ सन्दकपुरको यात्रामा छौँ अनि यहाँनिर मेरो प्यारो भाउजूहरू दुईजना छ। हेलो हेलो नमस्ते सेमसी इन लोग ऐसा है तो कैसा होगा इसको धुप्पी बोलते हैं नीनी जैसे बोलते हैं यहाँ दिन। और इधर से मैं नीनी का बधाई ब्लॉग को कंटिन्यू करता हुआ। और ये देखिए हम इन जंगलों के बीच हम तीनों पहाड़ों के ऊपर हम तीनों मैं त्रिशा नीनी ग्रेसन यो चाहिँ अर्को क्या यहाँ फेरि अर्को कन्टिन्यू अरे नि ल। सबैजनालाई फेरि पनि स्वागत हैन। आप सभी को स्वागत मजाले बोलौँ भनेको त खोइ यो चोरबाट हिँड्ता हुआ हम लोग अयो खोइ मजाले बोलौँ भनेको त ल है जय नेपाल। र हामी आज चाहिँ वेलकम त गर्नै बिर्सेछु फेरि हो। सबैजनालाई स्वागत हैन। यो अब कसको स्टोरीमा अब स्टेटसमा पस्छ फर्स्टमा चाहिँ, बादमा त हामी तीनजनाको पनि पसिहाल्छ। सबैजनालाई स्वागत। हामी चाहिँ आज चाहिँ सन्दकपुर तर्फको यात्रामा ट्रेकिङ भनौँ है, हामी 1 डे ट्रेकमा हामी हिँडेको। अनि हिजो नै हामी आएर श्रीखोलामा बस्यौँ अनि त्यहाँबाट चाहिँ आज बिहानै हामी उठेर लगभग 3:20 AM तिर चाहिँ हामी हिँडेको। अनि फर्स्टमा चाहिँ बाटो पुरा कन्फ्युज भयो किनभने अधेराको बाटो फेरि श्रीखोलापट्टिबाट हामीले हिँड्ने त्यस्तो आइडिया पनि थिएन बाटो। हामी आज फर्स्ट टाइम हिँडेको तर पनि हामी बहिनीलाई कल गरेर है, हामी घरमा बसेको बहिनीलाई कल गरेर लाडिन बहिनीलाई कल गर्दै यताउता सोध्दै हामी लास्टमा निक्ल्यौँ। टिम्बुरे निक्लेर त्यहाँबाट चाहिँ हामी हिँडेको। टिम्बुरेदेखिको चाहिँ बाटो याद थियो मलाई है। यो बाटो पहिला म बुद्ध ट्रायल्स कुदेकोले गर्दाखेरि याद छ बाटो। मेरो पछि त्रिशा निनी अगाडि नै सन्दकपुर पुगेको आजभन्दा धेरै वर्ष अगाडि। तर सायदै यो बाटो यस्तो बाटो थिएन भन्नुहुँदैछ निनी, किनभने धेरै वर्ष अगाडि गएको। अनि ग्रेसन पनि यहाँ माथि हामी धुपिटार पुग्न आँट्यौँ। धुपिटारसम्म बुद्ध ट्रायल्स कुद्दाखेरि ग्रेसन पनि कुदेको। अनि आज चाहिँ हामी सन्दकपुरको यात्रामा हामी 3 जना। अनि एकदमै मजा रहेछ, हाँस्दै घरिघरि टुटाफुटा हिँड्दिएर तपाईँले सुन्नु हुँदै होला हैन। या त अबको बादमा फेरि पनि त्यो एडिट गरेर हाल्छ निनीले है, टुटाफुटा हिन्दी पनि चल्छ, हाम्रो बिचमा सबै चलिहाल्छ। अनि हामी 3 जना, ग्रेसन चाहिँ मेरो भाइ, त्रिशा निनी चाहिँ निनी मेरो पापाको बहिनी है। हामी 3 जना चाहिँ गएको। हामी फेरि ज्यादा ग्रुपमा हिँड्ने बानी छैन, त्यसले गर्दा हामी 3 जना चाहिँ इनफ है। We three are enough। हामी 3 जना छौँ भने हामीलाई अरू हतपत चाहिँदैन पनि है। अनि हामी एकदम यसरी इन्जोय गर्दै गइरहेछौँ। अघि तल फोटोहरू खिचा भयो। अब यहाँ माथि धुपिटार पुगेर चाहिँ त्यहाँनिर अब के छ चियाहरू बनाइ मागेर होइन त्योहरू खाने, किनभने मलाई अघिदेखि 2 जना न्यू खोजेको छ केही खानेकुरा बोकेन भनेर होइन। 2 जनाले चाहिँ बोक्दैन मलाई मात्र भन्छ हो। र यस्तो छ कुराकानी, दुःख सुखको कहानी सुनाउँदै गरौँ होला। सुन्नु भयो होला, भयो भइराख। अहिले म माथि कविता सुनाउँछु तपाईँहरूलाई, सुन्ने हो त लाइक गर्नु, सुन्ने जतिलाई लाइक गर्नु, नसुन्नेलाई काटिदिनु।